तो नमस्ते सबैलाई स्वागत छ तपाईलाई नयाँ एउटा भिडियोमा। आजको भिडियो चाहिँ बनाउने छु म नेपालीमा सुरु गरिसकेको छु। अहिले चाहिँ म हिँडेको बजारतिर, किन भन्नाले मलाई ल्याउन छ काँक्रा र अन्डा र अरू के हुन्छ म हेर्ने छु, केही भेटेछु भने। किन भन्नाले बिहानबाट केही खाएको छैन, त त्यसकै लागि म बनाउनुको लागि मतलब बनाउनु पर्ने छ रुममा आएर। त लिनु हिँडेको, अन्डा लिएर आउने छु अनि अन्डा चाहिँ बोइल गर्ने छु। त्यसपछि के अरे चाना र मुङ भिजाएको थिएँ हिजो राति, त्यो हल्का खानुपर्ने हुन्छ क्या, त्यसलाई नै हल्का सलाड जस्तै बनाएर, त त्यो हुनेछ। त्यसपछि अझै के हुन्छ म भन्ने छु नि। त बजार आइसक्यो म, यस्तै हो बजार त। अब त्यहाँ अगाडिपट्टि जानुपर्ने हुन्छ मलाई, यहाँ अगाडि त्यहाँबाट काँक्रा चाहिँ लिइहाल्ने छु। अनि त्यसपछि के भन्छ अन्डा चाहिँ उतैबाट लिनेछु म, त्यही दोकान छ। लिएँ मैले गाजर र के अरे काँक्रा। अब जानुपर्ने छ आज। तर मौसम मजा छ, हल्का पानी पानी पर्ने जस्तै भएछ। अलि अगाडि आइसक्यो यहाँबाट चाहिँ अन्डा लिएर जानुपर्ने हुन्छ। भयो आजको बजार चाहिँ सबै लिए, अन्डा लिए, चामल पनि लिए अलिकति, किन भन्नाले चामल खतम हुनु लागेको छ, त्योबाट लिइहालेको। हल्का पानी पनि ल्याउनु थियो, पानी लिएर आएको। आइसक्यो रुममा, तर यो केन लगेको थिइनँ मैले, मतलब आउँदाखेरि याद आयो मलाई कि पानी खतम भएछ भनेर, त्यही भएर यो लिएर आएँ। अब यसलाई लगेर पुऱ्याइदिन्छु। यहाँ राखेको छु सामानहरू, राखिदिएँ यहीँ नै, लगेपछि भयो। यो 2 सिटी लाग्यो। यो चाहिँ काटेर मैले रेडी गरिसकेको छु यहाँ। अब अन्डा चाहिँ निकाल्नुपर्छ यहाँबाट। ए फाटेछ यार, खै तातो छ त। ए यसको त झन् पुरा आन्द्राभुँडी निस्केछ। मिक्स गरिसकेको छु। यस्तो छ, यहाँ अन्डा, काँक्रा र के अरे गाजर छ, अनि प्याज पनि छ। यसमा चाहिँ यो चाना र मुङ हिजो राति भिजाएको थिएँ, मतलब अलि धेरै नै थियो, यता साइड गरिदिएको हल्का, यत्रो सबै त खानु सकिन्न भनेर। त अब यसलाई चाहिँ यहाँ हालिदिने हो। अनि यो चाहिँ आजको मेरो यो अब नास्ता पनि यही हो, दिउँसोको खाना पनि यही हो, रातिसम्म यही हो। अब यसलाई मजाले चलाउनु पर्छ। त्यसपछि यसमा त निमक यहाँ राखिरहेको छु, यसलाई पनि हालिदिउँ। अब धेरै पो हुन्छ कि यार निमक, हुन्न। बस भयो, यो चाहिँ अब पछि काम आउँछ। यसलाई हल्का केले ढाकिदिनु पर्छ क्या। ए ढकान त लु ला, पुरै बन्द भयो यार। खोलिन्छ, भइहाल्यो। यस्तै छ। अलिकति चाहिँ आन्द्राभुँडी निस्किएको छ अन्डाको, केही छैन। हस्, यो भयो। हल्का पानी हाल्छु। पानी हालौँ न, तेल हालौँ हो, तेल राम्रो हुन्छ कि। नि काँचो तेलको हल्का गन्ध, हेरौँ है त। अब के हो खै के हो। कता भिडियो बनाउने चक्करमा यता लम्मै जाने हो कि। बस हुन्छ, यति भएपछि यसलाई अहिले पछि हेरौँ ल। पहिला यसलाई हल्का यसको वेलकम गरिदिउँ न, होइन। ल त म भेट्नु छु है त खाएर। अब यसलाई खाइदिउँ पहिला। यस्तो छ है त। म चाहिँ अब खानु लागेको। 1 चम्मच त खाइसकेँ, त्यसपछि यो भिडियो अन गर्दैछु। राम्रो भयो यार, सोचे भन्दा त धेरै राम्रो भयो। खाएको पनि थिएन मैले त यस्तो, कहिले खाएको होला। तर धेरै भएको त के अरे होटलमा जाँदै हो नि त दिने। अहिले चाहिँ अलि दिन हुन थाल्यो, अब रुममै बनाएर खान थालेको। यस्तै हो, खाएर भेट्नु छु है त।
अब चाहिँ एकछिन माथि छतमा हिँडेको गएर छतमा बस्नु पऱ्यो एकैछिन निदाउने भनेर खै त बिस्तारैमा गएर पल्टेको त थुप्रो बेर सुति पठाएछु म त अहिले कति 5 बजिसक्यो 5 साढे 5 बज्नु लाग्यो लगभग यहाँ माथि आएको कपडा धोएको थिएँ अघि बिहान यहाँ छ यस्तै छ ठन्डा हल्का हावा पनि चल्दैछ यता त्यही भएर एकैछिन यहाँ बसेर अनि जानु पऱ्यो टाइम कति 6:41 हुँदैछ अब चाहिँ हिँडेको म हेरौँ आज कति सक्छु कुद्न लु त स्टार्ट दिस स्टार्ट एन्ड दिस बन्द है त यति भयो आज चाहिँ 5 किलोमिटर आधा घन्टा लाग्यो अझै भाग्छु भनेर सोचेको थिएँ तर सकेन पुरा थाक्यो आइपुग्यो अब रुममा अब जाने हो नुहाइधुवाइ गर्ने हो त्यसपछि अब खाना पनि बनाउनु पर्ने छ खै के बनाउने अब हेर्नुपर्छ आज त छैन के अरे दिउँसोको अरू बेला त बिहान बनाएको केही रहन्थ्यो आज त त्यो सलाद बनाएर खाएको थियो त्यसले गर्दाखेरि केही पनि छैन अब खाना बनाउने हो मतलब नुहाउने हो पहिला त्यसपछि खानापिना बनाएर सायद बाहिर पनि जानुपर्छ होला सायद केही लिएर आउँछु कि नभए बिन्स विन्स छ त्यो उमालेर दाल भात त्यो बिन्स केही खाइदिनुपर्छ होला त नुहाइधुवाइ पनि भयो अब चाहिँ खाना बनाउनेतिर लाग्नुपर्ने हुन्छ यो सब चाहिँ रेडी भयो यहाँ आलु टमाटर प्याज र खुर्सानी छ यहाँ चाहिँ स्क्वास छ दाल धोइधाइ पारेर रेडी भयो अब यसलाई बसालिदिने हो सबै यसमै नै हालिदिने हो यो भइहाल्छ त्यसपछि यसलाई निकालेर अनि भात बसालिदियो बस हुन्छ सबै हालिदियो कुकरमा अब यो के अरे अदरक लसुन यो यसको गुडा छ के अरे यो कुटेको यसलाई अब यसलाई पनि हालिदिने हो अनि बस अब चाहिँ कुकर बन्द गरेर स्वाटै दुई सिटीमा त अलि हुन्न कि 3 सिटी लगाइदिने हो अलि मजाले होस् यस्तो भयो दाल यसमा खनाइदिए अब यहाँ धोइधाइ पारेर रेडी भइसकेको छ अब यसलाई पनि बसालिदिने हो एकैछिनमा भइहाल्छ यो पनि अनि खानुतिर लाग्नुपर्नु हुन्छ होला के भयो यार यो त यो नि यो त अब एक हातले पक्रिराख्नु पऱ्यो जान लु भयो है त हल्का यसरी गरेर फेरि यो यस्तै गर्नुपर्ने हुन्छ ओइ लु ओइ कता चुलै जल्यो यार हल्का देखियो नि खाना त पाकिसक्यो के अरे तर बहुत धेरै मच्छर लाग्नु थाल्यो गएर एउटा मोटिन लिएर आउनु पर्यो त्यो लिक्विड हुन्छ नि मेसिन त छ के अरे यसको यो जो पानी चाहिँ हुन्छ नि जो लिक्विड त्यो खत्तम भएको रहेछ गएर छिटो गएर लिएर आइहाल्नु पर्यो त पुरा मच्छर छ यार त्यो जो लिक्विड हुन्छ थिएन त्यो मतलब थियो त्यो 100 रुपियाँ भन्दै थियो यो 85 रुपियाँमा पाउनु पर्ने हो खै किन दाम धेरै लाग्यो मलाई त्यही भएर यो लिएर आएँ चलाउने हो भोलि खोज्नुपर्छ यता छेउछाउको दोकानमा कता पाइन्छ त्यो मतलब सानो होला के त्यो ठिकै त्यो लगाइन्छ नि अघि जो देखाएँ मैले अब चाहिँ खानुपर्छ नभए भात पनि रिसाउँछ त्यहाँ जलाएर राखिदिएँ बिचमा मच्छरलाई पुरा भगाउँदैछ होइन अब म चाहिँ खाइदिउँ अब भयो खाना खाएर भात अलिकति बाँची छ दालहरू त बस खतम भयो चिन्डी प्लाट गरिदिएँ मैले खतम गरिदिएँ सबै भिडियो पनि म अब यहीँ नै खतम गर्नेछु आजको लागि धेरै धेरै धन्यवाद तपाईँलाई भिडियो हेर्नुभयो लाइक गरिदिनु है त मजा लाग्यो भने चाहिँ भिडियो सेयर गरेर हल्का च्यानललाई पनि सब्सक्राइब गरिदियो आउने समयमा अरू भिडियोहरू पनि हेर नि त बाई बाई है त